या फुल्ला टाँसिदिले सम्पूर्ण मेरो आपा आमा दाजुभाइ दिदीबहिनीलाई तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। म तपाईँहरू सामु फेरि केही कुराहरू लिएर आएको छु। कुरा चाहिँ के हो भने चाहिँ हामी बौद्धिसाहरू होइन, चाहे त्यो तामाङ गुरुङ शेर्पा जुनै जात भए पनि हामी बौद्धिसाहरू, हामी बौद्ध अवलम्बीहरू चाहिँ सिनो खाने जात भन्छ होइन। हुनु त बुद्धिस्टहरू सिर्फ तामाङ गुरुङ शेर्पा नाम मात्र नभएर अन्य जुनै जात पनि बुद्धिस्ट हुनसक्छ। र बुद्ध धर्ममा आउनुको लागि जातको मतलब हुँदैन, वर्णको मतलब हुँदैन। जसलाई यो छलोको भावचक्रबाट मुक्त भएर परम सुख बुद्धत्व ज्ञान प्राप्त हुने इच्छा हुनेहरूले सम्पूर्ण बौद्ध धर्ममा आउन सक्नुहुन्छ। र बुद्ध धर्मलाई अपनाएर चाहिँ तपाईँहरू सम्पूर्ण चाहिँ बुद्ध जस्तै हुन सक्नुहुन्छ। मेरो गुरु खेम्पु मुन्चुर दोर्जे भन्नुहुन्छ, बुद्धत्व ज्ञान प्राप्त गर्ने सबैकोमा हेतु छ। सम्पूर्ण जगतको प्राणीहरूको चित्तमा चाहिँ बुद्धि चित्त छ र सम्पूर्ण जगतको प्राणीहरू पनि बुद्धत्व ज्ञान प्राप्त गर्नु सक्नेछ र बुद्ध हुनु सक्छ भनेर मेरो गुरु खेम्पु मुन्चुर दोर्जेले भन्नुहुन्छ। र म मेरो गुरु खेम्पु मुन्चुर दोर्जेले भनेको कुराहरू म मनमा राख्छु र मेरो गुरुले जे भन्नुहुन्छ त्यो मनमा राख्छु। र उहाँले भनेको केही कुराहरू र अनि फेरि आफूलाई मन नपरेको कुराहरू तपाईँहरू सामु पस्किन्छु होइन, लिएर आउनेछु, लिएर आइ पनि राखेको छु। अब मन नपर्ने कुराहरू हुन्छ नि त। अब अनि मलाई चाहिँ मन चाहिँ यसमा परेन कि हामी चाहे त्यो जुनै जात होस् होइन, तामाङ गुरुङ शेर्पा अन्य जात जुनै जात पनि हामी बौद्धिस्टहरूलाई चाहिँ सिनो खाने जात भन्छ होइन। मरेको चाहिँ खाने जात, भिरबाट गुल्टेर चाहिँ अब मरेर चाहिँ कति दिन कुहिएको किरा परेको खाने जात, मारेर चाहिँ खाने है खाँदैन। र मरेको चाहिँ खाने जात हो, सिनो खाने जात हो भन्छ नि। अनि अलिक दुःख लाग्छ नि त। म चाहिँ मेघालयमा बस्छु होइन, कोइलाखानीमा। त्यहाँ धेरै जातहरू हुन्छ होइन कोइलाखानीमा। अहिले म घर आएको चाहिँ लगभग एक डेढ महिना भयो होला घर आएको। त्योभन्दा अगाडि म कोइलाखानीमै थिएँ। मैले अघिल्लो धेरै भिडियोहरू बनाएको छु नि। पछाडि चाहिँ खालि यस्तो खालको कपडा मात्रै लगाएर चाहिँ टँगाएर चाहिँ मैले अघिल्लो भिडियोहरू बनाएको थिएँ नि। त्यतिखेर चाहिँ म चाहिँ कोइलाखानीमा थिएँ। कोइलाखानीमा त अब तपाईँहरूलाई थाहै छ, अब घर दुलो परेको हुन्छ है, तिर्पलको बेरा हुन्छ, चिमको बेरा हुन्छ, दुलो परेको हुन्छ कुनै तिर्पलहरू होइन, त्यस्तो खालको थियो। अनि त्यही भएर मैले चाहिँ यस्तो खालको चाहिँ रङको चाहिँ बेरामा लगाएर चाहिँ मैले चाहिँ कतिवटा भिडियो चाहिँ त्यसरी बनाएको छु। मैले मेरो आफ्नो च्यानलमा हालेको छु, तपाईँहरूले हेर्न सक्नुहुनेछ। त्यतिखेर चाहिँ म मेघालय कोइलाखानीमा थिएँ। कोइलाखानीमा चाहिँ हामीहरू धेरै जात छ होइन, सबै जात छ त्यहाँ चाहिँ। अनि म चाहिँ मासु खाँदिनँ नि त, मासु खाँदिनँ, मैले मासु छोडेको छु अहिले। अनि के भन्छ भने मान्छेहरूले चाहिँ भन्छ मलाई, अनि तपाईँहरू तामाङहरू, तपाईँहरू बुद्धिस्टहरू त मारेर चाहिँ खानुहुन्न अरे, मरेको चाहिँ खानुहुन्छ अरे, सिनो चाहिँ खानुहुन्छ अरे, अरूले मारेको मरेको खानुहुन्छ अरे, अनि तपाईँ चाहिँ किन नखानु भएको भन्ने त्यस्तोहरू पनि भन्नुहुन्छ होइन मेरो भाइहरूले। अनि कतिले भन्नुहुन्छ अब तपाईँहरू त अब तामाङहरू त सिनो खाने जात, मरेको खाने जात भन्छ। र कति प्राय तामाङहरूले पनि भन्छ, त्यो अन्य जातले मात्रै भन्छ भन्ने होइन। हामी तामाङहरू बौद्धिस्टहरूले पनि भन्छ हामी त सिनो खाने जात हो, हामी त मरेको खाने जात हो, हामी मारेर खाँदैनौँ, तर मरेकोहरू खाने, भिरबाट गुल्टेको खाने, अरूले मारेकोहरू चाहिँ खानुहुन्छ, आफूले मारेर चाहिँ खानु हुँदैन। हामी चाहिँ त्यस्तो खालको जात हो, बौद्धिस्टहरू चाहिँ हामी चाहिँ सिनो खाने जात हो, अरूले मारेको खाने जात हो, आफूले चाहिँ मार्नुहुन्न भन्ने खालको चाहिँ त्यस्तो भन्छ होइन। अनि तर म भन्छु मासु खाने जात चाहिँ हुँदैन, मासु खाने जात कहिले पनि हुँदैन। किनकि कसरी हुन्छ मासु खाने जात होइन, मासु खानु त आफ्नो इच्छा हो नि त। तपाईँलाई खानु मनपर्छ मासु, तपाईँ खानुहोस् होइन, मलाई खानु मनपर्छ म खान्छु, कसैलाई मासु खानु मन पर्दैन उहाँहरूले खानुहुन्न होइन, आफ्नो आफ्नो इच्छा हो नि त। अनि मासु खाने पनि काहीँ जात हुन्छ र, हुँदैन नि त। मलाई चाहिँ
लाग्छ कि मासु खाने चाहिँ जात हुँदैन। जुनै धर्म होस्, जुनै संस्कारमा होस्, चाहे त्यो बुद्धिस्ट होस्, चाहे त्यो हिन्दू होस्, चाहे क्रिस्चियन होस्, चाहे त्यो मुस्लिम होस्, मासु खाने जात चाहिँ हुँदैन। जात कहिल्यै मासु खाने हुँदैन, आफ्नो इच्छा हो जस्तो लाग्छ मलाई चाहिँ। अनि हामी तामाङहरू, हामी बौद्धिस्टहरूलाई चाहिँ, हामी बौद्ध अवलम्बीहरू चाहिँ सिनो खाने जात, मासु खाने, मरेको खाने जात भन्छ, त्यो होइन। हाम्रो हाम्रो बौद्धिस्ट धर्ममा चाहिँ खास गऱ्यो भने हाम्रो गुरुहरूले चाहिँ हामीलाई मासु नखानु भन्नुभएको छ होइन, मासु नखानु भन्नुभएको छ। अब आजकल त अब धेरै युट्युबमा होइन, धेरै योग्य गुरुहरूको प्रवचनहरू युट्युब मार्फत सुन्नु पाइन्छ। र मेरो गुरु खेम्पो मुन्सिल दोर्जेको प्रवचन पनि युट्युबमा हुन्छ होइन। मेरो गुरुको युट्युब च्यानलको नाम चाहिँ एमएन प्रेजेन्ट हो होइन। मुन्सिल दोर्जे खेम्बोला भनेर गऱ्यो भने पनि, सर्च गऱ्यो भने आउँछ मेरो गुरुको मतलब भिडियो प्रवचन। त्यहाँनिर पनि तपाईँले गएर हेर्न सक्नुहुनेछ। र अन्य गुरुहरूले पनि प्रवचन दिएकोहरूमा हेर्न सक्नुहुनेछ। हामी बौद्ध अवलम्बीहरू चाहिँ खास गऱ्यो भने चाहिँ मासु नखानु भन्नुभएको छ होइन। पहिला म पनि खान्थेँ, अनि पछि मैले छोडेको हो। मासु नखानु भन्नुभएको छ। अनि कसरी चाहिँ अब गुरुहरूले चाहिँ अब सत्य भन्नुहुन्छ नि त, उहाँहरूले त अब छोइमा हेरेर भन्नुहुन्छ नि, त्यो अन्दाजले चाहिँ तिमीहरू मासु नखानु, तिमीहरू चाहिँ सिनो खाने जात हो, तिमीहरू चाहिँ मरेकोहरू खानु, मारेर नखानु। त अहिलेसम्म कुनै गुरुहरूले त्यस्तो त भन्नुभएको छैन नि त, त्यस्तो कुनै प्रवचनमा छैन नि त। सके गुरुहरूले मासु नखानु, मासु छोड्नु सक्दैन भने त अब ठिकै छ, खाँदा हुन्छ, तर पनि एकदम कम गर्नु मासुलाई होइन, एकदमै कमै गर्नु। हप्तामा 1 बार 2 बार खानु, नभने नखाने। एकदम मासु भने चाहिँ कमै गर्नु, सके नखानु भन्नुभएको छ। मेरो गुरुले पनि त्यस्तै भन्नुहुन्छ, सके मासु नखानु, अब खानु इच्छा लाग्छ भने त खानु, तर तिथि हुन्छ नि त हाम्रो बौद्ध अवलम्बीहरूको पनि होइन। हो तिथिमा चाहिँ अब नखानु, छोड्नुहोस् तपाईँहरूले, त्यस्तो भन्नुहुन्छ हाम्रो मेरो गुरुले पनि। अनि हामी बौद्ध अवलम्बीहरूले खासै गऱ्यो भने मासु नखानु भन्नुभएको छ। र कसरी हामीहरू सिनो खाने जात, मरेको खाने जात, अरूले मार्यो भने चाहिँ खाने जात भन्छ। अरूले मारेको पनि त्यो पनि त मारेकै हुन्छ नि त। अब हामीले अर्डर नगरी त त्यो व्यक्तिले मार्दैन नि त। अब जस्तो कि एउटा घरमा मैले कुखुराहरू पालिरहेको छ, अब म त मार्नु हुँदैन अरे, अब तर म त मासु खान्छु नि त होइन, मलाई खानु मन परेको छ, अब म त मार्दिनँ, ठिकै छ म मार्दिनँ, तर मैले त्यो व्यक्तिलाई भन्छु नि त, यो मेरो कुखुरा काटिदेऊ त, अब म मासु खान्छु म यो काटिदेऊ त भन्छ नि त होइन। अनि त्यो काट्ने व्यक्तिलाई त हामीले अराएर पो उसले काटेको त, अनि नभन्दा त्यो व्यक्तिले त्यतिकै त त्यो काटेर हामीलाई पकाएर त दिँदैन। हामीले नै यो काटा त भनेर अर्डर दिएपछि चाहिँ अनि उहाँले चाहिँ त्यसलाई काट्नुहुन्छ। अनि त्यस्तो हो नि त। अनि कसरी त अनि अरूले मारेको चाहिँ खाने, अनि नभने नखाने भन्ने त होइन नि त होइन। त्यो त अब हामी बौद्ध अवलम्बीहरूले चाहिँ सक्यो भने मासु नखानु भन्ने चाहिँ हाम्रो गुरुहरूले भन्नुहुन्छ। अनि अब त्यो त हामीले अरायो भने मात्रै काट्ने हो उहाँले। र त्यो काट्ने भन्दा पनि त्यो अराउनेलाई धेरै पाप लाग्छ भन्छ हाम्रो बौद्ध अवलम्बीमा चाहिँ। किनभने कि मैले अर्डर दिएर पो उहाँले काट्नु भयो त होइन। अनि यदि मैले अर्डर नदिएको भए त उहाँले काट्नुहुन्न थियो नि त। त्यही भएर हामी काट्नेलाई भन्दा अर्डर दिनेलाई धेरै पाप लाग्छ भन्छ हाम्रो बौद्ध अवलम्बी बौद्धिस्टमा चाहिँ। अनि त्यही भएर चाहिँ त्यो नगर्नु। ठिकै छ, अब त्यो बजारतिर त अब काट्छ अब त्यो गोसाहरूले होइन, मासु सुँगुरदेखि लिएर अन्य प्राणीहरू काटेर झुन्ड्याइराखेको हुन्छ। त्यो त अब हामीले अराएको होइन, अब त्यो ठिकै छ होइन। त्यो लिएर तपाईँलाई इच्छा लाग्छ भने पकाएर खाँदा हुन्छ, त्यो कोही फरक पर्दैन। किनकि त्यो त अब तपाईँले काट भनेको पनि होइन, उहाँहरू आफैले नै उनीहरूको पेट पाल्नुको लागि काटेको हो होइन। उहाँहरूको पेट पाल्नुलाई, उहाँहरूको बालबच्चा पाल्नु लागि उहाँहरूले काटेर चाहिँ अब झुन्डाएको हुन्छ। र तपाईँले त्यो किनेर अब लिएर खानु सक्नुहुन्छ, अब तपाईँलाई खानु इच्छा छ भने। तर अब छोड्नु इच्छा छ भने पनि तपाईँको इच्छा होइन, अब खानु इच्छा छ भने पनि तपाईँको इच्छा हो, त्यसरी लिएर खानु सक्नुहुनेछ। अनि तर पनि तपाईँलाई खानु इच्छा छ, तपाईँ खानु होला। हामी तपाईँ बौद्धिस्टहरू होइन,
तर हाम्रो बौद्ध धर्ममा चाहिँ लडेको खाने जात हो, अरूले मारेको चाहिँ खानु मिल्छ, आफूले काटेर चाहिँ खानु मिल्दैन। त्यसो चाहिँ नभन्नु होला, किनभने कि त्यस्तो भन्दाखेरिमा चाहिँ अब हामी बुद्धिस्टहरूको चाहिँ विकृति फैलिन्छ। त्यही भएर चाहिँ हामी बौद्ध अवलम्बीहरू हो चाहिँ तपाईँले खानुहुन्छ भने खानुहोस्, तर मासु खाने जात हो हामी, सिनो खाने जात हो हामी भनेर चाहिँ नभन्नु होला। अन्य जातहरूले पनि तामाङहरू सिनो खाने जात हो, बौद्धिस्टहरू सिनो खाने जात हो, मरेको खाने जात हो भन्ने चाहिँ नभन्नु होला, किनकि कुनै जात पनि मासु खाने जात हुँदैन। झनै हाम्रो बौद्धिस्टहरूले त मासु त खाने जातै हुँदै होइन है भन्न चाहन्छु। हस् त, आजलाई यति नै। केही अब भुल भए मलाई माफ गरिदिनु होला। त्यो पनि मेरो मनमा लागेको कुराहरू मैले तपाईँहरू सामु भनेको, किनकि यो सत्य हो नि त नि। अब हामी बौद्ध अवलम्बीहरूलाई चाहिँ अरूहरूले तिमीहरू मासु खाने जात हो, तिमीहरू सिनो खाने जात हो, मरेको खाने जात हो, कुहिएको खाने जात हो भन्दा त हामीलाई दुःख लाग्छ नि त होइन। अनि त्यही भएर त्यसो चाहिँ अब नभनिदिनु होला, किनकि हामी बौद्ध अवलम्बीहरू चाहिँ मासु खाने जात होइन, कुहिएको खाने जात होइन, र सिनो खाने जात पनि हामी होइन भन्न चाहन्छु। हस् त, यति नै। सम्पूर्ण मेरो देश विदेशमा छरेर बस्नुभएको मेरो आप्पा आमा दाजुभाइ दिदी बहिनीहरू तपाईँ सबैजना आफूलाई माया गर्नुहोला, आफूलाई ख्याल गर्नुहोला, मलाई पनि माया गर्नुहोला भन्न चाहन्छु।